यो पर्टिकुलर भिडियो चाहिँ न्युजिल्यान्ड अप्लाई गर्न चाहने विद्यार्थीहरूको लागि। ती विद्यार्थीहरू जसले मास्टर्स सकाइसक्नु भएको छ, जेनरली न्युजिल्यान्डको केसमा डबल मास्टर्स नै इन्करेज गरिन्छ बिकज अफ दि अप्सन्स अभाइलेबल। तर कोही विद्यार्थीहरू हुनुहुन्छ जसलाई चाहिँ रिसर्च अर हायर डिग्रीमा जान मन हुने विद्यार्थीहरूले चाहिँ रिसर्चको अप्सन पाउनुहुन्छ कि हुन्न। हामीले प्रिभियस भिडियोमा पनि भनेका छौँ, जेनरली हायर डिग्री, रिसर्च, एमफिल अर मास्टर बाई थेसिस जस्ता सब्जेक्टहरूको लागि चाहिँ तपाईँले प्रायः जसो युनिभर्सिटी कलेजहरूमा चाहिँ सुपरभाइजर खोज्नुपर्ने एउटा हर्डल हुन्छ है। तर न्युजिल्यान्डको केसमा पनि प्रायः सम्पूर्ण युनिभर्सिटीहरूमा चाहिँ सुपरभाइजर विद्यार्थीले आफैले खोज्नुपर्ने हुन्छ। प्रपोजल पठाउने, इन्टरभ्युजहरू दिने, पब्लिकेसन्सहरू बुझाउने, यी विविध रिक्वायरमेन्टहरू हुन्छन्। तर एउटा यस्तो पब्लिक कलेज छ जहाँ तपाईँलाई सुपरभाइजर आफै दिन्छ। त्यो चाहिँ तोइ ओमाई कलेज भन्ने छ। इट्स अ पोलिटेक्निक कलेज, पब्लिक कलेज। त्यहाँ चाहिँ तपाईँले मास्टर बाई थेसिसको लागि सुपरभाइजर खोज्न पर्दैन।